हे गाइस, दर्शन नमस्ते, वेलकम टु माई न्यू ब्लग। सधैँको जस्तो आज पनि एउटा नयाँ छोटो मिठो सानो ब्लग लिएर तपाईँहरूलाई देखाउन गइरहेको छु। अरू बेला चाहिँ सधैँ प्याकिङको ब्लग हुन्थ्यो भने आज चाहिँ अहिले एक्स्ट्रा छ गाइस। आज चाहिँ प्याकिङ गरेको सामानलाई चाहिँ हामी स्टोर गरेर त्यसलाई चाहिँ स्टिकर टाँसेर चाहिँ कुपाङलाई बेच्छौँ भने स्टिकर टाँसेर चाहिँ कसरी ऱ्यापिङ गरेर चाहिँ पठाइन्छ भनेर चाहिँ त्यसको बारेमा चाहिँ मैले सानो ब्लग बनाउँदैछु। कृपया तपाईँहरूको माया साथ सपोर्टले अलिकति भए पनि मलाई केही हेल्प हुन्छ भनेर अपेक्षा राखेको छु। आज त म सुरु गर्दैछु। लेट्स स्टार्ट गाइज। यो चाहिँ हाम्रो सामानहरू स्टोर गरेको ठाउँ हो गाइज, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ स्टोर गरेको छ सबै सामानहरू हेर्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर हेरिरहेको छु भने यो चाहिँ स्टिकर यसरी चाहिँ स्टिकर टालेर चाहिँ पठाइन्छ र स्टिकर चाहिँ कसरी टाल्ने भनेर म तपाईँहरूलाई देखाउनेछु गाइज। हेर्नु स्टिकर चाहिँ कसरी टालिन्छ भनेर म तपाईँहरूलाई देखाउनेछु। यसरी चाहिँ स्टिकर पुरानो स्टिकरलाई उक्काउँदै नयाँ स्टिकर टाल्नुपर्छ। अलिक छिटो टाल्नुपर्छ एभ्रिवान। काम चिल छ, न टाउको क्याङ क्याङ न कामदारमा क्याङ क्याङ, काम चाहिँ चिल छ है। सफा स्वच्छ चिल इच एन्ड एभ्रिथिङ छ, बट पैसा छैन। तपाईँलाई ढाँट्दिनँ, पैसा चाहिँ टाइममा छैन। यति गर्दै दिन्छ पैसा। पैसा नदिएको देख्दा त काम गर्न पनि मन लाग्दैन। तर पनि काम चाँडो सक्ने करेस गर्नलाई भए पनि सक्नु पर्यो। भित्र चाहिँ हाम्रो दिदीबहिनीहरू लास्ट छिटो प्याकिङ गर्छन्। सँगसँगै जाने चाहिँ हाम्रो टार्गेट हो, हेर्न सक्नुहुन्छ। हाम्रो खोपेले चाहिँ यहाँनिर छिके थाले रक्कसँगले लिपिङ हानेर उठाएर लाँदैछ। देखाइदेऊ कला। टक्क भएसरी लगेर चाहिँ घुमाएर हक्कसँगले त्यहाँनिर राख्छ। उहाँ चाहिँ हाम्रो टोटोलुङ्गा हुनुहुन्छ। के छ त टोटोलुङ्गा, काम कस्तो भइरहेछ? बब्बाल चलिरहेछ काम। अब ल
लगाइ अब चाहिँ हाम्रो सकिसकेको छ हामी स्टिकर टाँस्ने काम सकिसकेको छ छप्पै सकिसकेको छ 그리고 지금 뭐 마무리하고 있어요. 그리고 이렇게 쓰레기를 정리하고 있어요. 쓰레기 이렇게 쓰레기 ल गाइस काम चाहिँ सकिरहेको छ हाम्रो सामानहरू आजको प्याकिङ भएको सामान चाहिँ यति रहेको छ भन्दै